हेलो साथीहरू सम्पूर्ण मेरो नमस्कार। हेर्नुहोस् आज म भाउजूहरूको लागि काठमाडौँ सामान पठाउँदैछु। हेर्नुहोस् म ब्याग गरेर देखाउँछु। नाम चाहिँ उल्टो पानीको तरकारीहरू हो यो। अनि यो अचार हो, यो पनि अचार हो, यो चाहिँ मटन हो। अनि हेर्नुहोस् तेलका नाम लाइन लागिरहेको छ नि। हेर्नुहोस् हेर्नुहोस् यसरी पठाउनुपर्छ दुःख गरेर। हेर्नु त्यहाँ बोरा सामान तिनीहरू पनि पठाउने। हेर्नुहोस् त्यो कार्टुन पनि हो है। अनि सबै हाम्रो मम्मी पनि यहाँ बसिराख्नु भएको छ सामान छोराबुहारीलाई पठाउनलाई तयारी हुनुहुन्छ सबैजना। ए भाउजू चाहिँ लिने मान्छे बसिराख्नु भएको छ, लाज लागिरहेको छ। यो बोरा पनि हो, जान लागे भनेर भाउजू रोइराख्नु भएको छ, चित्त दुखाइराख्नु भएको छ। यहीँ बस्न मजा आयो भन्दै हुनुहुन्छ। हेर्नुहोस् यो अनि हाम्रो अर्ग्यानिक मेवाहरू हजुरहरूलाई पनि चाहिएको छ भने सम्पर्क राख्नु होला, मलाई भन्नु होला, लिन आउनु होला है। चाहिँ म त चाहिँ पठाउन सक्दिनँ अरूलाई, चाहिँ घरमै होम डेलिभरीको व्यवस्था गरिदिन्छु बरु। माइलेमाको पनि आउँदैछ, अझ आएकै छैन। हेर्नुहोस् मेरो भाउजू यहाँ बस्नु। यो बोरा पनि हो है। मेरो भाउजूलाई चाहिँ हेर्नु मैले बोडीको यस्तो राम्रो नयाँ नयाँ डिजाइनको तिलहरी बनाइदिएको छु। छट्के बनाऊँ कि अब माइली बनाऊँ कि नागिनी बनाऊँ कि के बनाऊँ, तिलहरी लाइन छ। देखाउनु त हजुर कस्तो लामो छ है। हेर्नु कति लामो बोडी छ। हेर्नु देख्नुभयो, यो अर्ग्यानिक हो नि त हाम्रो बारीको।